मर्निङ सबैजनालाई हेलो गाइस आज हामी इटाबासी निहङ्गो गएको भए त होइन आज फुजिसान जाँदैछौँ सो स्टे आजको दिनभरि के हुन्छ भनेर हामी सबै तपाईँहरूलाई निदो भएर आँखा नै सुन्ने यस्तोहरू छ गाडीमा जाने रे हेलो गाइस आज हाम्रो यो फुजी गएको बाटो अब फुजिसान नोबोरीमा है त यो हाम्रो गएको बाटो आज हामी टुर जाँदैछौँ यहाँ सबै राम्री भएर जाँदैछन् रमाइलो हुनेवाला छ है त अब हेरौँ उहाँ दुईवटा हिरोहरू चाहिँ तल है हात लगाइरह्यो हेलो आउँछ उनीहरू कतिको एक्साइटेड छौ सोल्दै एक्साइटेड कतिको छौ धेरै छु नदौडेर अझ लास्ट बजाएर हेरेर चाहिँ यिनीहरू है ढिलो भएको आज यिनीहरूले गर्दाखेरि सबै त्यो बस नै सब रोक्नु पऱ्यो रमाइलो हुनेवाला छ तर रमाइलो अलिकति होइन त्यो मादल गिटारहरू केही भइदिएको भए गीत गाउँदै हिँड्नु हुन्थ्यो गीत गाउन चाहिँ नपाउँदो रहेछ आज त्यही ठिकै छ हेरौँ अब कस्तो हुन्छ आजको होइन अलिकति एक्साइटमेन्ट त हो 2 वर्ष भरेको सबभन्दा ठुलो टुर हो नि त यो यहाँ अर्को भ्लग छ नि हेलो हेलो आज चाहिँ क्लास टिचरले कता लाग्नु धेरै जाने हामी अनिसा बहिनी क्या 3-4 जनाले ढिलो गरेर होइन दामै देश नै गरे नि जान्ने लाग्यो त माथि हेर न पुलिसहरू अर्को लास है हेलो हेलो नमस्ते नमस्ते है हाम्रो कोटामा गुरुहरू कता गयो हामी जेन्जीहरू युद्ध पाइन्छ प्योर जेन्जी मेली नाच्छ हाम्रो चाहिँ यो गाडी रहेछ है हाम्रो जस म लिडर हो तर उसले आफ्नो काम गरिरहेछन् मेरो साथीलाई धेरै धेरै धन्यवाद साथी आज चाहिँ अलिकति तर आज पनि छिटो भयो ल ठिक छ ल गाडी हान्न चाहिँ मलाई दियो कता गयो तिमी त देखेन हो हाम्रो गाडी लास्ट टाइममा पर्ने हो नि त नि है परस चल्दै मलाई त बोमिट आउँछ यार यहाँ हो ल हामी त यहाँ बस्यौँ अरविन्द आज यहाँ फेरि मेरो सिटमा मेरो सिटको छेउमा चाहिँ ऊ बसेछ है आजै दियोस् मैले घुम्न जाने बेलामा स्कुलबाट मोडी हुन्छ हो त्यो त हो के भन्न चाहन्छ दुईटा सोल्टीहरू अन्तिम घडीमा छौँ हामी
हामी चाहिँ अहिले सरोजको बिचमा जाँदैछौँ जन्ती जन्ती हो मेरो अब छिटै जन्ती जाने बेला भइसक्यो त्यो खानेकुरा टन्न ल्याउँछु भने आज खै म त्यही भएर कि ल्याउन सकेँ होइन मैले बिहान उठ्नै सकेन कि ल उता गएर किन हाल्नुपर्छ कि अब कसको गर्ने लागि आज धेरै यत्रा विधि हिरो आउँछ त यार तिम्रो त यार ह्यान्सी मान्छे गाई हाल्छ हाम्रो ड्राइभर सरहरू चाहिँ यहाँ हुनुहुन्छ कि ए लेट्स गो हाम्रो साथीले नि बेल्ट सिट बेल्ट लगाइसक्यो होइन मैले पनि लगाइसकेँ गाई बस्यो नि गाई Dashboard sleeping the afternoon underneath the hazy silver moon. We talk about our lives, we talk about our dreams, ripping at the edges, tearing at the seams. ए रामेन खाने हो यहाँ रहेछ तिमीलाई मनपर्छ मनपर्छ त्यो तिमी त्यहीमा काम गर्नु मन परिहाल्छ कहाँबाट तिमीलाई नि म खानु खाँदिनँ तिमी खानु पर्छ म छु होइन फेरि सँगै नखाँदा मजा आउँदैन कि के छ हिरो ठिक हो कसै हो बहुत सन्चै बढिया सन्चै छ ए यो भन्दा पाली बुझिहाल्नु ल्याउनु यो केही छैन रिसिप्ट लिएर बसेको साथीले किनिदिएको मलाई चाहिँ आज ए मेरो सामान आइसक्यो त्यहाँबाट मैले रिसिभ गरिसकेँ चम्चा छ नि त एउटा हाँसी छ त छाजी पनि छ त्यहाँ ओके सबै तिम्रो मालहरू सबै छ त त्यो चिकन होला त्यो चिकन खाऊ र हामी खानेछौँ Silver moon. We talk about our lives, we talk about our dreams. ओके त्यही भएर हामी चाहिँ आइसक्यौँ है अब हामी खाइसकेर फेरि अब यो अघि के थियो हाई हाई चिकाउ चिकाउ さてと、ガーセンがいなくなる。 ल सुरु भयो फेरि हाम्रो यात्रा यहाँ क्युकेबाट सक्यो क्युकेबाट अब फेरि उतातिर खैबाट खुसी त यतातिर देखिन्छ क्या खै यतैतिर होला ए यो 2 नम्बर गाडी हो रे मर्निङ क्लासको मेरो साथी हो अलि मर्निङ सही सँगै बस्न पाउँदा खुसी छौ नि लिप्पिकै तासेर रवि हाम्रो सोल्दिने आयो है
सेकेन्ड क्युके हेलो सेकेन्ड क्युके है This is from Zara, this is from Gio, and this is from Zara. फोटोसुट हो कि के हुँदैछ अरे होइन यहाँनिर फोटोसुटको लागि भनेर हामीलाई झराले छन् अब 5 मिनट रोकेर फोटोसोटो खिचेर सबै फोटोसुट हुन्छ त्यस पछाडि चाहिँ फेरि हामी सरर कन्टिन्यू गरेर यो साइड यही रोड होला यही रोड होला है इलेक्सन चलिरहेछ अहिले नेपालमा तर हामीलाई चाहिँ यो घुम्नलाई चाहिँ यही दिन रमाइलो भइरहेछ नेपालको चुनाव भन्दा नि आजको दिन एक दिन भयो नि रमाइलो गरौँ भनेर जस गएकोले चाहिँ यो अपर्च्युनिटी दिएको छ हामीलाई होइन अपर्च्युनिटीलाई हामीले सही तरिकाले सदुपयोग गर्न पाऊँ के भन्छ तिमीहरू एकदम सही कुरा है सेन्सेले यहाँ मिलाउँदै हुनुहुन्छ ब्यानर सहित यहाँ फोटो खिच्ने अरे यहाँ सबै आमामा ब्यानर सहित यहाँ कसलाई भेटाएँ कि मैले खोइ यो दिउँसो कला छ त यो मनी कलामा सरेको ट्यालेन्ट कन्छ है यो घुमेको हेर大丈夫日本語の日本語で忘れちゃったもん先生ね10年ぐらい弾いてないからねあ日本語ですよあなたに会いたくて先生मैले निकालेँ नि रविन्द्रले चाहिँ साथीले आइसक्रिम खाने अरे हो 220 क्यास मात्रै चल्दो रहेछ फेरि स्विकार नचल्दो रहेछ किन आइसक्रिम सानो रहेछ छिर्दिने तिमीमा ट्याक्कै साइकल चलाउनलाई चाहिँ एकदम राम्रो रहेछ यहाँ चाहिँ मैले त्यो साइकल बसमा हालेर लिएर आउनु खोजेको थिएँ मेरो चाहिँ त्यहाँ गएको तल राखिरहेको साइकल सब थाक्यो यार सबै थाक्यो फेरि हाम्रो थर्ड ब्रेक है थर्ड ब्रेक हो यो अनि निदाउन खोजेको हल्ला गरेर टाउको दुखेर त निद्रा निदाउन पाएको Next station is Fuji. बादलले ढाकेको छ कि फुजीलाई त्यस अगाडि चाहिँ सबै है यिनीहरू सबै छ नि हामी फुजी गएको गयो
यहाँ फोटो खिच्नलाई फेरि रेडी हुँदैछ फोटोको लागि एउटा ग्रुप यहाँ छ एउटा ग्रुप यहाँ छ यो हामी आएको चाहिँ यो 5वटा गाडीमा है यो 1 नम्बर गाडी हामी चलेको 2 नम्बर अनि 3 नम्बर 4 नम्बर 5 गर्दै यो 5वटा गाडीमा आएको है फुजी कता हो उता रहेछ होइन त्यो चाहिँ यहाँ चाहिँ फुजी हो कि तर आज ठ्याक्कै बादलले सेक्यो क्या अनि यो हेर न यो सम्म ठाउँ नि कस्तो बवाल हो नि नेपालको घन्टा घर पनि रहेछ धरानको घन्टा गरेर आएको सिधा हाम्रो चाहिँ हल्ला गर्न नमिल्ने भएर अलिक बिस्तारै बोलिरहेको छु म अलिक साह्रो चर्को बोल्न नभएर है नमिलेर भनौँ न यो फलफुल पाउँदो रहेछ नि यता सुन्तला किन्न खाऊँ है सुन्तला फेरि झन् भोक लाग्छ फेरि अनि हाम्रो चाहिँ यो पाउडुटीहरू पानहरू किनेर यो पसलबाट छिर्यौँ अनि फेरि अहिले बाहिर निस्क्यौँ होइन यस्तो बाहिर त फेरि मान्छेहरू धेरै रहेछ अनि अब हामी पारी गरेर खान्छौँ ओके कस्तो के छैन उता के भन्नुहुन्छ म यहाँको 1 नम्बरको राम्रो व्यक्ति Dashboard sleeping the afternoon underneath the hazy silver moon. We talk about our lives. Hey, आएंगे तेरे गली में चाहे देर क्यों न हो जाए करेंगे तुझसे मोहब्बत चाहे जेल क्यों न हो जाए arigato This is a road trip, a beautiful escape. Living on cheap coffee and a brand new mixtape. Yeah, a road trip. थाकेको अवस्था छ यत्रो घुम्यो है 1 घन्टा घुम्यो थाकेको छु कि अहिले त अनि अब हामी घर जाने फुजिसान फेरि ब्याड्डे फुजिसान हेर्न आएको फुजिसानले त अनि अनुहार छोपेर बसेछ आज लास लागेर रे केटाहरू आइसक्यो केटाहरू मडुरु भयो अब सिधै घर जानेछौँ पैसा त्यो बोतल ल्याऊ त यो बोतलमा सोल्टी सोल्टी के छ भन न अब यार यो बोतलमा पुग्छ नि साथै छोड्यो क्या त्यो बोतल ठिकै छ होइन त्यो भेटेर त साथै छोड्यो दुःख त यमा लाग्यो क्या होइन कि म कहाँ उताउता होइन भिडियोहरू चाहिँ हाल है म यो भिडियो नै हाल्छु नि त ल हामी अब फर्केको अवस्था छ मेरो बेन्च पार्टनर आज क्लासमेट सबै सुनित्र आयो फर्कियौँ है हामी है
दिएकै उसलाई उसले सकेन कि यत्रो ठाउँ साथेर त्यस्तो गर्दा त बोतल च्यातेर दिएकै अब हिँड्दाखेरि अलिकति टोइलेटहरू चाहिँ गरेको राम्रो टाइममै सबै कुराहरू जुम्बी गरेर हिँड्छ नि त्यो चाहिँ एकदमै जरुरी 10 मिनट रोकेछ टोइलेटको लागि मात्रै भनेर रोकेछ अब सोल्टी बाहिर गएर यसो टोइलेट गरेर आउनुहुन्छ एकदम गाह्रो भएर त उसलाई त इमर्जेन्सी परेर है बोतल लाने गएन क्या उसको त त्यो लाख लाएर क्या त्यो मान्छेहरू जाँदैन त्यो आउँदैन आउने अरे उसलाई फेरि उहाँ छटपटाएर भयो बर्बाद फेरि मान्छे त भेन्डिङतिर कता सोल्टी चाहिँ आज तर सोल्टीको लागि चाहिँ डेन्जर मेमोरेबल भयो नि त सोल्टीले थामी यार जियोस् है हामी मोरे सोल्टी यार म त मान्नुपर्छ म उहाँ भेन्डिङ जाम शिवम के छ रे हो के खान्छौ तिमीले के जिग्यो पानी किन्नु पर्यो गऱ्यो नि यो सिजन मिल्क टी स्याउको जुस स्वीकार त हेर्छ आरिगातो गोजाइमास के दिएको के हो होइन निकालेको खाएन यो अलग्गै खाउनु अलग्गै खानु लाग्छ नि खाउन तिमीसँग कोसँग तिम्रो उता खाएन म खै कसले पछाडि चाहिँ बजाउँछ होइन मलाई थाहा भएन आउँछ कि आउँदा जस्तो लाग्यो मलाई आउँछ हाई आतो हामी फेरि भित्र जान्छौँ माया गर्छौ तिमीले त कति पो तिमीले त कति पो बाहिर पनि होला एक दुईटा साथ ल गाइस अब हामी आइपुग्न लाग्यो है जाने बेला भइसक्यो स्कुलमा गएर सबैलाई ताता बाई बाई गर्ने बेला
皆さん忘れ物ないようにゴミも持って帰ってください。हाय ल अब माथि गएर नि यसो खै हाम्रो यात्रा आज अन्त्य भएको हो हाय बुझा त सक्दै होला हाय जरा सामान दे खत्तम लगेगा तने से पट्टा You were singing to the radio with no idea where we're gonna go. This is a road trip, a beautiful escape. Living on cheap coffee and a brand new mixtape. Yeah, a road trip, chasing down the sun. All new.先生今日ごめんなさいね楽しかったよね。はい楽しかったよね。なんだ。はいありがとうございましたはい、無事に帰れて。ありがとうございましたお疲れ様ですお疲れ様です先生ありがとうございます先生ありがとうございますはーいはいバイバイみんなありがとうねありがとうमैले यो बाटो बिर्सिसकेँ भनेकोはい自転車通ります後ろ通りますはい自転車通りますまたदिन पर्छ मोहन सर自転車通れますके भन्न चाहन्छु ल लास्टमा お疲れ様ですありがとうございます लास्टको उद्देश्य चाहिँ कस्तो लाग्यो तिमीलाई अलिकति यादै लाग्यो यादै लाग्यो अँ। तर त्यो एकदमै सहनपूर्ण र नभई नहुने चिज। भविष्यको लागि नभई नहुने चाहिने कुरा हो त्यही भएर चाहिँ सबैले याद राख्नु होला सबैले त्यसलाई चाहिँ फलो गरेर अगाडि बढ्नु होला धन्यवाद त्यो चाहिँ सबैको लागि स्किन केयरको लागि पनि एकदमै उपयुक्त हुनेवाला छ त्यो भएर धन्यवाद भन्न चाहन्छु सबैलाई है त ल जय सलेकुम जय माता जय आस्था भोट केमा घन्टीमा ल ल नमस्कार उचकारी सानो गाइस है हामी आयौँ ल धेरै धेरै धन्यवाद सबैलाई ल बाई बाई गाइस बाई बाई गर्नु ल केटा हात हल्लाइ ल बाई बाई ल Got the gas tank full. We're moving fast, leaving all the ghosts in our hometown. The only way is forward now. And the rhythm of the dotted lines is erasing all the